यो हो रोल्पाको सुन्दर झरना सुनझरी, प्रकृतिको अनुपम उपहार र हाम्रो गौरव। नमस्कार, म दिलु। आज म लगायत हाम्रो सानो टिम यो प्रकृतिको सुन्दरता महसुस गर्न यहाँ आएका छौँ। यो हरियाली, यो मन्द मन्द भावसँगै उडिरहेको चिसो हावा, साँच्चीकै यसको सुन्दरता अकल्पनीय छ। यो सुन्दर हुन, सजिन, यसको श्रृङ्गारमा कुनै खोज छोडेको छैन यसले। यो प्रकृति पनि गजब छ है, आफू सजिएर अरूलाई पनि सजिन प्रेरित गर्ने, आफू सुन्दर भएर अरूलाई लोभ्याउने, अरूलाई प्रलोभन देखाउने, अरूको मन बहकाइदिने। तर प्राकृतिक श्रृङ्गारमा सजिएका यस्ता सुन्दर प्रकृतिहरूसँग जल्ने विवेकशील मनुष्यहरू पनि निकै नै छन्। जस्तै कि देख्न सक्नुहुन्छ यो सुन्दर झरनाको वरिपरि यी सब कुराहरू। यहाँ मानिसहरू घुमेर, रमाइलो गरेर, अझ भनौँ प्रकृतिको रस चुमेर आफूले घरबाट लिएर गएका प्लास्टिकहरू, कोल्ड ड्रिङ्क्सका बोतलहरू, अझ बियरका सिसाहरू फुराएर जहाँ पायो त्यही फ्याँकिएका छन्। यस्तो देखेर मेरो मनले पटक्कै मानेन र स्याउलाको नेचुरल झाडु बनाएर हत्तपत्त झाडु लगाउन सुरु गरेँ। वरिपरिका प्लास्टिकहरू जम्मा गरी जलाउन सुरु गरेँ। फेरि वरिपरि फुटेका बियरका सिसाहरू पनि टन्नै थिए, तिनलाई पनि जम्मा गरी व्यवस्थापन पनि गरेँ। म यो काम केवल सरसफाइको लागि मात्र गरेको होइन, तपाईहरूलाई प्रकृतिप्रति हाम्रो जिम्मेवारी सम्झाइदिएको मात्र हो। यो सिङ्गो प्रकृति हाम्रो साझा सम्पत्ति हो। त्यसैले तपाईँ जहाँ घुम्न गए पनि आफूले उत्पादन गरेको फोहोरहरूलाई सही र सुरक्षित ठाउँमा डिस्पोज गर्नुहोस्। यहाँ मजाले घुम्न आउनु, रमाइलो गर्नु, टिकटक बनाउनु, फोटो खिच्नु, तर यी सँगसँगै तपाईँको जिम्मेवारी पनि नबिर्सनु। सुनझरी झरना हाम्रो गौरव हो। आउनुहोस्, यसलाई सफा राखौ, सुन्दर राखौ र सुरक्षित राखौ। धन्यवाद।